you all are fine. I'm good too, and it's new day, new vlog. Also, happy Buddha Purnima to all of you. So it's 5:35 in the morning, as you can see over there. So आज चाहिँ हामी छिटो छिटो उठेर रेडी भएर अब हामी जान लागेको हो हाम्रो ड्याडीको ठुलो दाइको घरमा। त्यहाँ चाहिँ पूजा हुन्छ अनि म चाहिँ अब बिहे भइसकेको हो। सो हामी चेलीबेटीहरूले चाहिँ एउटा एउटा भाले लग्छ, त्यहाँ चाहिँ पूजा गर्नुपर्छ। सो आजको डे चाहिँ बस्दै हुने हो, त्यहाँ आफ्नो आफ्नो भाले लिएर जाने काट्ने। हाम्रो ठुलो बाउले हेर्नुहुन्छ, त्यहाँ गएर के कस्तो हो भनेर अनि राम्रो राम्रो के छ भनेर भन्नुहुन्छ, नराम्रो छ भने पनि भन्नुहुन्छ। सो बस अब त्यही जाने। सो म हजुरलाई देखाउँछु। सो गाइस अहिले चाहिँ म भर्खर उठेर नि त अनि त्यही भएर घाँटीबाट भोइस निस्केको छैन, फेस पनि अलिक पफी पफी भएको छ है। सो प्लिज डोन्ट माइन्ड माई भोइस। सो लेट्स गो एन्ड गेट रेडी। सो अब चाहिँ म ब्रस चाहिँ गर्नु जान लाग्छ। अब एकछिन रेडी भएर हामी चाहिँ यताबाट निस्किन्छ। सो म क्लिप्सहरू हाल्छु। सो स्टे ट्युन। अब म नुहाइदै गरेर अब चिया नि खाइसक्यो, अब रेडी हुन लाग्यो। सो तपाईँहरूले यो देखाउने थियो। यो कस्तो प्रिटी नेकलेस है, यो चाहिँ मेरो छ्यामाले मलाई गिफ्ट दिनुभएको थियो। सो आज म यही लगाउँछु। हेर्नु न कस्तो प्रिटी। सो अब म एकछिनमा अब रेडी हुन्छु। पहिला चाहिँ छोरीले रेडी गर्नु पर्यो, त्यसपछि चाहिँ म रेडी हुन्छु। यो नेकलेस लगाएपछि यस्तो देख्दो रहेछ। छोरीले रेडी गर्नु आएको हो। चाहिँ म अब यो जिन्स अनि माथि चाहिँ यस्तो टप लगाइदिन्छु। बेबी से हाई मा गरिदेऊ। सो हामी रेडी भएर अब जान लाग्यो गाउँतिर। अर्को भाउजू नि आउनु गयो। से हाई माइली भाउजू, ठुलो भाउजू, मम्मी अनि हाम्रो ड्याडीज्यू त्यहाँ फुल ड्राइभिङ मोड अन। बाउ छोरी चाहिँ ऊ त्यहाँ अगाडि। अनि यो चाहिँ सानो भेन्टी, ऊ चाहिँ फुल निन्द्रामा। यता हेर्देऊ, फुपूले हेर्देऊ। हेलो, तिम्रो पापाले हेर्छ हेर्दैन थाहा छैन। हजुर अब चाहिँ कति 7:45 भइरहेछ टाइम, तर गर्मी हेर्नु कति बढेछ। अब हामी जान लाग्यो। अब चाहिँ 1 आवर जति लाग्छ होला। अब त्यही गएर भ्लग सुट गर्छु। अब त्यहाँ पिक्चरमा गएर चाहिँ अब फुपूलाई पिक गर्नु पऱ्यो, त्यसपछि हामी चाहिँ न छोरी टिङ गरिदेऊ। त्यो घन्टी बजाइदेऊ। त्यो समात, त्यो डोरी समात। त्यसरी नै यो डोरी समातोस्, यो डोरी समातेर हल्लाउँ त। यो समात कालु। यो समातेर त्यसो गर ल। जाऊ अब ऊ अगाडि गएर जिउ गर्नु। जाऊ अगाडि गएर। न एउटा यो फुल टिपा लाउनुहोस् न। यो फुल लिनुहोस् यता। ओके यो फुल ल्याऊ यता हेर त। यो फुल लिनु, ऊ त्यहाँ गएर राखेर जाऊ जिउ गरेर आऊ। जाऊ जाऊ जाऊ। त्यही राखिदेऊ, त्यही राख फुल। टियारा यति राख्नु फुल। त्यहाँ भुइँमा राख्नु, भुइँमा।
राख्देऊ भयो नाम जी गरिदेऊ स्याबास आऊ फुपू पुरा चुरोट यता ठुलोको घरमा त ठाउँै छैन तँलाई टोक्छ सानो छोरी गुड डगी भाउ जाऊ भाउ पुच्छा नखाँदै यहाँ त हाम्रो भाउजू बिचारा बिहान पुगेको अहिले चाहिँ गर्मीमा पूजा गरेर अलिकति प्रसादहरू खाएर अब हामी हाम्रो सबभन्दा ठुलो घर जानु लाग्छ तो घाम पर्यो लिची त खत्रै भएको छ त अब कहिले पाक्ने हो हाइड्रेन्जिया हाइड्रेन्जिया लिची आम नि होला पछाडि दाइको त सानो पटिसम्म पनि रहेछ त खै त फिसहरू कहाँ गयो हेर त दुईटा मच्छर चुप्पादैछ है काली चुप्पादैछ हो मेरो छोरीले चाहिँ यस्तो फार्म एनिमल्सहरू चाहिँ एकदम मनपर्छ कि तर तिनीहरूको पट्टी चाहिँ उसको खुट्टामा चप्पलमा लगाएर एकदम घिन मान्दो रहेछ कि त्यहाँ हेर्नु नि त्यहाँ पनि चप्पलमा पट्टी लगाएर मलाई देखाइरहेछ हामी चाहिँ गाउँबाट खानाहरू खाएर सबैले भेट गाडेर चाहिँ फर्किसक्यो अनि धेरै घाम चर्केर म त धेरै भिडियोहरू केही बनाउनु पाइनँ जति मैले बनाएँ थोरै बहुत त्यो चाहिँ म यो क्लिप्सहरूमा हालिदिन्छु बस त्यति नै हो आजको डे